येशूको बाटोमा उभिरहदिन तर येशूको बाटोमा आजदेखि म हिँड्नेछु। पवित्र आत्मा मलाई मद्दत गर्नुहोस्। पवित्र आत्मा मलाई बाटो देखाउनुहोस्। पवित्र आत्मा मेरो रक्षा गर्नुहोस्। जबसम्म दूत र म बग्ने देशमा पुग्दिन पवित्र आत्मा मलाई नछोड्नुहोस्, मलाई नत्याग्नुहोस्। आमेन आमेन। अनि पो हुन्छ त कुरा। यसको बाटोमा यसो बाटो हुन्छ भनेर उभिएर हुँदैन, त्यो बाटोमा हामी हिँड्नु पनि पर्छ। र हिँड्नुको लागि बाइबलले भन्छ पवित्र आत्मा चाहिन्छ। वचन थाहा छ, सबै थाहा छ। थाहा नपाएको छ नयाँ नयाँ विश्वासीहरूलाई थाहा नपुग्ने। थाहा छ त, र पनि थाहा पाएर किन पालना गर्नु सक्दैन? त्यो पालना गर्नु भने त्यो बाटोमा अब हिँड्न सुरु गरेको हो नि त। वचन येशू ख्रीष्टको बाटो हो। बाटो नै के हो? वचन हो। वचनलाई पालना गर्नु भनेकै त्यो बाटोमा के गर्नु हो? हिँड्नु हो। अनि त्यो वचन थाहा चाहिँ छ, अर्थात् बाटोमा उभिएको चाहिँ हिँड्नु कि नसकेको थाहा छ। अब बुझ्नुभयो?